सो गाइस हाम्रो आर्मीहरूले चाहिँ यसरी गार्बेज यहाँ यसरी राख्ने गरेको छ। गाइस पुग्नुपर्ने चाहिँ हामी यहाँनिर आजको डेस्टिनेसन। सो गाइस ल त हामी यहाँ फाइनली आइपुगिसकेको छौँ है त्यो जग्गामा। तर यहाँ खतराका खेलाडीहरूले चाहिँ अघि नै यहाँ हिँडिसकेको छ। हाम्रो फोटोग्राफर आजको खासै त्यो लड ओल्टोहरूलाई चाहिँ त्यति आउनु दिँदैन थियो। त्यो भयो भने हामीले चाहिँ आज हेर्नु सक्नुहुन्छ तपाईँहरूले। ओ यस्तो छ गुड मर्निङ गाइस। आज भने चाहिँ थर्ड डे होइन। आज चाहिँ हामी जाँदैछौँ सिल्क रोड घुम्न जाँदैछौँ। सो आजको मौसम चाहिँ यस्तो छ, भर्खरै सनराइज हुँदैछ। हेर्न सक्नुहुन्छ तपाईँले, हो घामको रे देख्न सक्नुहुन्छ तपाईँले। आज यो गाडीमा जानेछौँ हामी, त्यहाँ छ अहिले। अनि त्यही हो गाइस। गुड मर्निङ सबैलाई, जति पनि मेरो ब्लग हेर्नुहुँदैछ उहाँलाई वेलकम एन्ड थ्याङ्क यू फर वाचिङ माई ब्लग होइन। अनि सपोर्ट गरिदिनु होला, लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला भन्दै आजको दिन म सुरु गर्दैछु। त तपाईँहरूलाई देखाउँदैछु अगाडि के हुनेछ, हेर्दै गर्नुहोस् ल ब्लग। बनाइसकेर चाहिँ यहाँ अहिले ड्याम खाँदैछ, हेर्न सक्नुहुन्छ गाइस। अब खाइसकेर चाहिँ तपाईँलाई देखाउनेछु फेरि। सो गाइस अब रेडी भइसकेर मोटो ब्लकको सेटअप भइसकेको छ। अब यहाँ हाम्रो बाजार आउँदैछ, दाजु यता छ, गाडी र स्कुटी जाने हो। बसन्ती चाहिँ यहाँ राखेको छ है त गाइस। ल टक्क लाएर अब स्टिन वार्मअप गर्नुपर्छ यसलाई, तपाईँहरूलाई देखाउने छु गाइस अगाडि के हुन सक्छ भनेर। रोडमा निकाल्छु फिलहाल, अलिकति वार्मअप गराउनु पर्ने छ हुनेछ होइन। अन्त त्यही हो गाइस। ल
माथि आइपुगिसकेको छौँ। हेर्नुहोस् यहाँबाट उता चाहिँ इन्डियन आर्मीको एरिया सुरु हुन्छ होइन। मोस्टली यहाँबाट सुरु हुन्थ्यो। यहाँनिर चाहिँ अब आर्मीहरू चाहिँ अब डिफेन्सहरू यहाँ बोर्डरले गर्दाखेरि चाहिँ यहाँ छेउमा अब बोर्डरले गर्दाखेरि चाहिँ बोर्डरको छेउमा अब आर्मीहरू बेसी छ होइन। अन्त यो नजारा चाहिँ तपाईँहरूलाई सिल्क रुट होइन पदमचिन जुलुकहरूको चाहिँ भ्यू चाहिँ यो हो गाइस। अनि गान्तोकहरू चाहिँ यो साइडमा पर्छ। अनि हेर्नु सक्नुहुन्छ गाइस। ल त हामीले आज गाडी लिएर आएको छौँ। आज मोटो ब्लग बेसी छैन किनभने यहाँ मेरो भाइले कुदाउँदैछ फिलहाल, त्यही कारणले त गाइस। ल अब भेटौँ अलिक अगाडि, अलिकति फोटो सेसन हुन्छ यहाँनिर। ल त गाइस अलिकति माथि 15 किलोमिटर माथि आइपुगेर चाहिँ हामी यहाँ एउटा भ्यू पोइन्ट छ, त्यहाँनिर चाहिँ अब गाडी रोकिसकेको छौँ होइन। र त्यही भ्यू अब तपाईँहरूलाई देखाउनु गइरहेको छ। हेर्नुहोस् ल अगाडि। ल त गाइस अलिकति फोटो सेसनहरू भइसक्यो। अब भने चाहिँ हामी निक्लिँदैछौँ। बसन्ती चाहिँ यता राखेको छ। यहाँ चाहिँ मेरो भाइले कुदाइरहेको छ है। ओ माइ गॉड। तिमी प्लेन एरियाबाट आउनुहुन्छ अलिकति ब्रिदिङ प्रब्लम हुनसक्छ किनभने यहाँनिर अक्सिजनको कोल्ड डेजर्टले गर्दाखेरि अक्सिजनको लेभल अलिक कम्ती हुनसक्छ गाइस। ल त गाइस हामी भेट्नेछौँ अगाडि। ओके गाइस यो अगाडि। आजको स्कुटीको राइडमा तिमीलाई कस्तो फिल हुँदैछ भाइ भन अलिकति तिम्रो? मजा एउटा किरा तिमीले सहिद गराइदियो अरे तिमीले मुखभित्र हालिदिएर कुदाउँदाखेरि, त्यसमा के भन्नु छ? किराको गल्ती है, त्यो ठिकै हो। किराको गल्ती हो, उसको गल्ती होइन। यहाँ चाहिँ फोटो सेसन हुँदैछ। ल गाइस हेर्नु सक्नुहुन्छ। ल त गाइस हेर्नुहोस् तपाईँले आजको यहाँको भ्यू गाइस। आइसकेको छौँ हामी नाथाङ भ्याली। वाउ। सो गाइस आइपुगिसकेको छौँ हामी नाथाङ भ्याली। हेर्नु सक्नुहुन्छ तपाईँले यहाँको नजारा हो। अनि त्यही हो आज चाहिँ मेरो दाजुले गाडी कुदाएर आछन्। म छ अगाडि सिटमा हल्का भ्यूको नजारा लिँदै आजको दिन चाहिँ तपाईँहरूलाई यस्तै भ्यूहरू देखाउँदै जानेछौँ। मोटो ब्लक हुँदैन किनभने अब चिसोले गर्दाखेरि यता मेरो भाइले पनि कुदाउँदैछ हो, त्यही कारणले। ल त गाइस यस्तै छ हो। वा भ्यू हेर्नुहोस् गाइस। यसलाई भन्छ नाथाङ भ्याली। हामी गाडीमा लगभग 50-60 किलोमिटर हाम्रो घरबाट अलिक माथि आइसकेको छौँ गाइस। अब हामी जानेछौँ मेमेन्ची लेक। अनि त्यहाँनिर तपाईँहरूलाई देखाउनेछु नजारा। त्यहाँ चाहिँ पहिला म अगाडि पनि गइसकेको छु, तर त्यही भए पनि अब फेरि तपाईँहरूलाई देखाउनेछु। त्यहाँ पहिला जाँदाखेरि चाहिँ अलिकति राइडिङ ग्रुपमा गएको थिएँ। अब भने चाहिँ म फ्यामिली ग्रुपमा जाँदैछु है गाइस। ल हेर्न सक्नुहुन्छ तपाईँले। ल त गाइस अब भने चाहिँ यहाँबाट हिँडेको हामी होइन। यहाँ मेरो बाबु छोराले कुदाउँदैछ अहिले फिलहाल। यहाँ अरू फ्यामिली यता छ। चल 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 बेटा चल, लेट्स गो। ल त गाइस हेर्न सक्नुहुन्छ तपाईँले आजको मौसम चिसो हुँदै जाँदैछ। जति माथि जाँदैछु त्यति चिसो हुँदैछ। हेर्नुहोस् गाइस यहाँ 5 शेर्पाले कुदेर आएको छ आजको दिन। मेरो पानी केटा पानी चाहिँ छोडा। ल त गाइस
अब भने चाहिँ मोटो ब्लग हेर्नु सक्नुहुन्छ यहाँको नजारा फोग लाग्दैछ क्लाउड आउँदैछ गाइस हेर्नुहोस् हात निकाल्ने सकेको छैन त्यो भए पनि मैले चाहिँ होल्ड गरेर चाहिँ ग्यास क्यामेरा पक्रिरहेको छ है त गाइस यहाँ हेर्नुहोस् सेक्रिफाइस भनेको जस्तो हुन्छ पनि हात छिराएर हात चाहिँ मुखले फुट्दै कुदाइरहेको छ भाइले त्यही हो गाइस यस्तो छ त्यहाँ पर चाहिँ बाबा मन्दिर छ गाइस यहाँनिर अन्त यहाँ पछि चाहिँ हाम्रो गाडी आउँदैछ यहाँ तल सानो सानो लेक छ अन्त गाइस हेर्न सक्नुहुन्छ यहाँ गाडी आएको छ भाइले यहाँ स्कुटी कुदाएर आएको छ होइन जग्गा चाहिँ हेर्नु सक्नुहुन्छ यहाँको चट्टानहरू यसरी छ बाबा मन्दिर आउन आँटिसक्यो गाइस हेर्नु सक्नुहुन्छ तपाईँहरूले यहाँनिर आजको पाइलट भने चाहिँ हामी आइसकेको छौँ बाबा मन्दिर हेर्नु सक्नुहुन्छ गाइस यो अहिले चाहिँ मेरो यहाँ स्कुटी चाहिँ मेरो भाइले कुदाइरहेको थियो है उसले मोटो ब्लगहरू अलिअलि गर्दैछ त्यही हो गाइस अब तपाईँहरूलाई देखाउने छु अगाडिको भ्युज यहाँबाट चाहिँ भ्युज यस्तो छ नजारा हो सो गाइस अब यहाँ दर्शन गरिसक्यो अब भने चाहिँ हामी यहाँबाट निक्लिँदैछौँ मेमेन्चु लेकतर्फ होइन गाइस यहाँ हाम्रो आजको मिनी राइडर हो केटा राइजिङ स्टार हो ल त गाइस अब चाहिँ त्यही हो अब चाहिँ हामी निक्लिँदैछौँ हाम्रो पार्टीहरू चाहिँ उपरतिर छ आउँदैछ हो सो गाइस हाम्रो यहाँ हाम्रो आर्मीहरूले चाहिँ यसरी गार्बेज यहाँ यसरी राख्ने गरेको छ अन्त उनीहरूले राम्रो इनिसिएटिभ लिएर काम गार्बेजहरूलाई यसरी मैला हुन्छ भनेर चाहिँ यसरी गार्बेज बनाएर चाहिँ यहाँनिर स्टोर गरेको रहेछ धेरै राम्रो कुरा हो यो चाहिँ हाम्रो डिफेन्स इन्डियन आर्मी जहिले पनि अगाडि हुन्छ हाम्रो लागि होइन हाम्रो लागि फ्यामिली सेक्रिफाइस गरेर आउँछ ल त गाइस अब आइसकेको छ हामी कुपुक बाबाजी मन्दिरदेखि अलिकति माथि होइन गाइस ल हेर्न सक्नुहुन्छ तपाईँलाई हात्तीको सेपमा लेक हो यो चाहिँ हाई एल्टिट्युडको
त गाइस त्यही हो आजको मौसम रमाइलो भइरहेछ क्लाउडी बेसी छैन अन्त यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले क्याफेहरु छ यता अनि यतानिर चाहिँ कुपुकको गाउँ छ अनि यहाँनिर चाहिँ आई लभ कुपुक सो गाइस अहिले चाहिँ हामी यहाँनिर रोकिरहेको छौँ पन्जा किन्नु लागि अनि यहाँ दोकानमा छ बसन्ती यता छ हो चेकपोस्ट त्यो पाडी छु अनि त्यहाँ मेरो दाइहरु आउँदैछ बाउजूहरु दाइहरु आउँदैछ यो चाहिँ ग्यास चलु हो हेर्न सक्नुहुन्छ हिमालहरु सानो सानो भ्यालीको गाइस पुग्नु पर्ने चाहिँ हामी यहाँनिर आजको डेस्टिनेसन मेमेन्ची लेक अन्त अहिले चाहिँ हामी कुपुक कटिसकेको छौँ अब यहाँबाट चाहिँ त्यहाँबाट चाहिँ यसरी जानुपर्ने हुन्छ यहाँ गाडी आइपुगिसकेको छ ओ गाइस रफ रोड पे आस लर्ड ओल्टो हामीसँग रफ रोडमा उपर कुदिरहेछ ग्यास हेर्नु सक्नुहुन्छ रफ रोड सो गाइस रफ रोड यो बाटो हामीले ड्राइभिङ गरेर लर्ड ओल्टो आइसकेको छ यो चाहिँ कार्पेटिङ गरेको होला स्लिप रोड उहिले बनिएको ढुङ्गाले हेर्न सक्नुहुन्छ यस्तो बाटो यो बाटो चाहिँ हामीले एडभेन्चर गरेर आएको छ आज हेर्न सक्नुहुन्छ हाम्रो पार्टीहरू यहाँ रेस्ट गर्दैछ सो गाइस अब तपाईलाई देखाउने छु मेमेन्ची लेक हैन जुन चाहिँ ओभर राम्रो देख्ने जग्गा छ अन्त यहाँनिर चाहिँ हाम्रो टुरिज्मको घरहरू कटेजहरू पनि छ गाइस तपाईलाई त्यो देखाउने छु हेर्न सक्नुहुन्छ तपाईले अब म एकछिनमा तपाईलाई अगाडि देखाउने छु है त गाइस हेर्दै गर्नु होला सो अहिले भने चाहिँ हामी अलरेडी हाम्रो यहाँ पिकनिक हुँदैछ गाइस केले कुछ खाँदैछौँ अनि हामी अब निक्लिँदैछ यतातिर लर्ड ओल्टो एउटा छ अनि अब तपाईहरुको यो भ्यू चाहिँ यस्तो छ है ग्यास हेर्नुहोस् सो कलरफुल हैन कलरफुल हुन्छ यो मौसममा चाहिँ यो चाहिँ नोभेम्बर हो ग्यास नोभेम्बर अक्टोबरको बिचमा चाहिँ यस्तो खालको कलरफुल हुन्छ यहाँनिर यो चाहिँ मेमेन्चीको लेकको हामीले गाडी यहाँ पार्क गरेको छ अब हामी यहाँबाट अझै हिँडेर जानुपर्ने हुनुहुन्छ अलिक अगाडि त्यहाँबाट त्यही हो गाइस सो गाइस अब भने चाहिँ हामी खाना खाइसकेका छौँ अब यहाँबाट हिँड्दैछौँ हामी यता अगाडि होइन अब तपाईँहरूलाई अगाडिको नजारा देखाउने छु ल त गाइस हेर्नु सक्नुहुन्छ तपाईँले अगाडि सो गाइस यो चाहिँ हाम्रो ट्रटको जस्तै पनि ब्रिडिङहरू हुन्छ यहाँनिर गर्ने गर्छ हो यो चाहिँ हाम्रो हाइएस्ट अल्टिट्युडमा भएको ट्रट फार्म ब्रिडिङ हुन्छ यहाँनिर चाहिँ अनि तपाईँहरूलाई यहाँ देखाउँदैछु यहाँको खास नाम चाहिँ के हो भनेर यो टुरिज्म डिपार्टमेन्टले गरेको हुन्छ यो हेर्न सक्नुहुन्छ तपाईँले मेमेन्टियम टुर कम हेड यस्तो भनेर सो गाइस त्यही हो यहाँनिर अब टुरिज्मको निकै बिल्डिङहरू यहाँ कटेजहरू बनिँदैछ अनि यहाँनिर चाहिँ ट्रट फार्मिङको लागि सामान ट्याङ्कीहरू बनाउँदैछ अनि हेर्नु सक्नुहुन्छ यहाँनिर हाम्रो कम्पनीमा अनि त्यहाँबाट मेरो उयोहरूमा आउँदैछ हजुर गाइस यहाँ अलिकति चाहिँ यहाँनिर अब पर्मिटको यसो अलिकति यहाँ हाम्रो फरेस्टको मान्छेहरू रहेछ हो अन्त यहाँनिर अलिकति के उयोहरू थियो त्यो हामीले बन्यौँ होइन अन्त यहाँबाट उधो जाँदा चाहिँ स्पेसल पर्मिट लाग्दो रहेछ जुन चाहिँ टुरिज्म डिपार्टमेन्टबाट दिँदो रहेछ है त्यो यहाँ आउनुभयो भने चाहिँ तपाईँहरूले त्यो याद गरेर पर्मिट भनेर आइदिने भने त्यो चाहिँ मेरोबाट इन्फर्मेसन हो गाइस त्यो चाहिँ तल गान्तोक टुरिज्मबाट हुन्छ यहाँ पुलिसको पर्मिटले हुँदैन त्यही हो गाइस अनि यहाँ चाहिँ फरेस्टको एरियाले हुनु भएर चाहिँ यहाँनिर चाहिँ पर्मिट चाहिँ फरेस्टको चाहिँदो रहेछ फरेस्ट र यता टुरिज्मको
ल त ग्यास त्यही हो यहाँ आउनुभन्दा तपाईँहरूले त्यही उयो गर्नुहोस् माइन्डमा राख्नुहोस् आउनुभयो भने चाहिँ मेरो ब्लग हेर्नुहुने जति पनि हुनुहुन्छ मेरो फलोवर्स सब्सक्राइबरहरू त्यही हो ग्यास हुन्छ सो ग्यास हेर्नु सक्नुहुन्छ यहाँनिर वाउ यस्तो मजाको क्लियर वाटर होइन खोला अन्त गाइस यहाँनिर चाहिँ वुल्फहरू निक्लेको छ अरे हो बालुहरू निक्लेको छ अरे त्यही कारणले चाहिँ अलिकति कराउँदै जानु भन्दैछ हामीलाई होइन यहाँ यो यस्तो जङ्गलतिर देख्नु सक्छ हामीले हो जङ्गली जनावरहरू भेट्छ भनेर चाहिँ हामीलाई यहाँ फरेस्टको मान्छेहरूले हामीलाई अलिकति इन्फर्म दिनुभएको छ अनि त्यही हो र तपाईँलाई यहाँ बालु निक्लिन्छ भनेर यसमा पताउनु हुन्छ कि हुँदैन भने के यहाँको हाम्रो बिओ साहबले चाहिँ भन्नुहुँदैछ कि यहाँ चाहिँ वुल्फ निक्लेको छ अरे हो हजुर तर अब उहाँको कुरा सच हो या झुटो तर अब हुनु पनि सक्ला है यस्तो घनघोर जङ्गल छ र तपाईँको एक त हाई एल्टिट्युड हो र हुनु पनि सक्छ अब हामी जति सक्दो आफ्नो सेफ्टीको लागि चाहिँ आफैले अब प्रिकसन चाहिँ लिनैपर्छ र उहाँले पनि सही राम्रो सजेसन दिनुभएको होला है हामीले सतर्क चाहिँ बस्नु पर्यो घुम्नुभन्दा अगाडि त्यही हो ग्यास अब यहाँ यस्तो फरेस्ट एरिया रिमोट एरियामा चाहिँ बेसीतर चाहिँ अब जनावरहरू हुन्छ होइन त्यही कारण आफै पनि अलर्ट भएर हामीलाई यहाँ जस्तै हाम्रो फरेस्टको मान्छेहरूले इन्फर्म गरिदिनु भएको छ त्यही प्रकारले चाहिँ तपाईँहरू चाहिँ यहाँ यदि आउनुभयो भने चाहिँ त्यो चाहिँ माइन्डमा राख्नु होला अनि गाइस यहाँ मेमेन्चोको स्पेसल पर्मिट चाहिँ कहाँबाट काट्छ भने चाहिँ त्यो चाहिँ तल गान्तोकको जुन चाहिँ टुरिज्मको त्यो पास पर्मिटहरू बनाउने हुन्छ त्यहाँनिर बनाउँछ है त गाइस त्यो इन्फर्मेसन कसैले सोध्नुहुन्छ होइन अन्त त्यो चाहिँ हामी चाहिँ खासै यता लोकल भएर चाहिँ हामीले त्यति पर्मिटहरू काट्दैनौँ होइन त्यही कारणले चाहिँ अब हामी चाहिँ यताकै हुर्केको बढेको गर्दाखेरि चाहिँ अनि गान्तोक एरिया जति पनि तल गान्तोकदेखि उँधो बस्नुहुने गान्तोकमा बस्नुहुनेहरूले चाहिँ पर्मिट काट्नुपर्छ त्यो पर्मिट काट्दाखेरि चाहिँ तपाईँहरूले त्यो टुरिज्मबाट काट्नुहोस् अनि पुलिसको काम त सिर्फ त्यही हो चेक गर्नु मात्र हो होइन त्यही हो तपाईँहरूले पर्मिट चाहिँ तल गान्तोकबाटै बनाएर आउनुपर्छ अनि यो आउने जग्गा चाहिँ यो सिल्क रुट यता जोलुक फदमचेन अन्त रङ्गलीदेखि आउनुभयो भने चाहिँ त्यहाँनिर निकै उयोहरू छ भ्यू पोइन्ट्सहरू छ अनि तपाईँ माथि जियान रोडबाट आउनुभयो भने पनि त्यतातिर पनि लेकहरू छ निकै अनि त्यही हो ग्यास अब हामी हाम्रो आजको मेन डेस्टिनेसन आइपुग्न आँटेको छौँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले यहाँको भ्यू सो गाइस हेर्नुहोस् लुक लाइक ए हेभन होइन यहाँबाट चाहिँ यस्तो छ नजाराहरू वो हामी नजिक जाँदैछौँ लेकको सो गाइस हेर्नु सक्नुहुन्छ वाउ यो चाहिँ हाम्रो यहाँनिर चाहिँ अब त्यही हो ग्यास वाउ धुप्पी साङहरू हेर्न सक्नुहुन्छ गाइस ओ माई गॉड सो गाइस ल त हामी यहाँ फाइनली आइपुगिसकेको छौँ है त्यो जग्गामा ल हेर्नुहोस् सो गाइस यो जग्गा चाहिँ होली लेक पनि भनेर मानिन्छ किनभने यो कुनै खोलाहरू होइन यहाँबाट उतो बगेर जाने जग्गाहरू बेसी छैन अन्त यो चाहिँ यहीँ जामेर बसेको लेक हो धेरै साल अगाडिदेखि होइन त्यही कारणले चाहिँ यहाँलाई चाहिँ हामीले होली लेक पनि मान्दछौँ होइन अनि त्यो गाइस हेर्नु सक्नुहुन्छ अब तपाईँले यो यहाँको भ्यू
चाहिँ हामी यहाँनिर मेमेचुको मेन आइसकेको छौँ। यहाँनिर चाहिँ पहिलातिर चाहिँ यहाँ बोटिङ हुँदो रहेछ हो। फिलहाल चाहिँ अहिले बन्द गरेको रहेछ। पहिला स्टार्टिङमा चाहिँ यो स्टार्ट गरेको थियो रहेछ, यो जुन चाहिँ बोटिङहरू छ। अनि यहाँनिर आएर चाहिँ प्लास्टिकहरू चाहिँ नफ्याँक्दिनु भन्ने रहेछ, यहाँ लेखेको रहेछ गाइस। यहाँनिर कुकुरहरू पनि उलिरहेको छ होइन, यहाँ हेर्नु सक्नुहुन्छ गाइस। यो चाहिँ यहाँनिर चाहिँ पूजाहरू पनि गर्दो रहेछ। त गाइस अब फाइनली मेमेन्चु लेक भन्ने चाहिँ हो होइन। जति पनि यहाँ आउन नभएकोहरूले यहाँनिर आएर तपाईँहरूले सोललाई पिस गर्न लागि यहाँ आउन सक्नुहुन्छ। यो चाहिँ पर्छ अलिक माथि होइन, यो कुपुकदेखि अलिक छेउमा पर्छ। अन्त हेर्न सक्नुहुन्छ त्यो ब्लू लगाएकोमा चाहिँ हामी हिँड्नुपर्ने हुन्छ होइन गाइस। त्यो ब्लूमा चाहिँ तलबाट चाहिँ वाटरको फोर्सले गर्दाखेरि चाहिँ डुब्दैन अनि त्यतिकै बसिरहन्छ। अनि बेसी हामी टाढो जाँदैनौँ, किनभने अहिले त्यसको मुनिको अलिक उयो फङ्सन के भएको बिग्रेको छ भन्नुहुँदै थियो। त्यो कारणले गर्दा चाहिँ हामी चाहिँ यहाँनिर आज बेसी भित्र होइन, बाहिर गर्नेछौँ होइन। त्यही हो गाइस। अब एक दुईवटा फोटो खिच्नेछौँ अनि रिल्स केहरू छ बनाउनेछौँ होइन गाइस। अनि त्यही हो। अन्त त्यो डोरीहरूलाई चाहिँ यसरी बाँधिएको छ, यो डोरीहरूले यसरी तानेको छ होइन। ल त गाइस यो सो गाइस हेर्न सक्नुहुन्छ तपाईँले यति टाढोसम्म यो लेक फिन्जेको छ। अन्त हेर्नु सक्नुहुन्छ। ल त यो जग्गामा चाहिँ नजानु भन्दै थियो गाइस, किनभने यहाँको अब अलिक बिग्रेको छ भन्दै थियो होइन। तर यहाँ खतराका खेलाडीहरूले चाहिँ अघि नै यहाँ हिँडिसकेको छ, हाम्रो फोटोग्राफर आजको। सो गाइस यो राखेको माथि चाहिँ पहिला चाहिँ हिँड्नु हुन्थ्यो, अहिले चाहिँ अलिक ड्यामेज भएकोले गर्दाखेरि चाहिँ अहिले हिँड्नु हुँदैन भन्नुहुँदैछ यहाँको रेखदेख गर्नेहरूले। अनि अब हामी अलिक उता जानेछौँ यहाँबाट। वाट गाइस इन्जोय गर्दै गर्नुहुन्छ भने चाहिँ तपाईँले लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुलिनु होला। सपोर्ट गरिदिनु भने तपाईँहरूलाई यस्तै ब्लग म कन्टिन्यू हाल्दैछु होइन। राम्रो लाग्यो भने तपाईँहरूले लाइक सेयर सब्सक्राइब गरिदिनु होला। नराम्रो या केही माथि तल भयो भने माफ गरिदिनु भने म यहाँबाट भन्न चाहन्छु होइन गाइस। त्यही हो, चिसो जग्गामा आएपछि यस्तै हुन्छ, ब्रिदिङ प्रब्लम हुन्छ होइन। तर हामी चाहिँ यहाँ बसिरहेको हुनाले गर्दाखेरि चाहिँ त्यति इफेक्ट पर्दैन। अन्त हेर्नुहोस् गाइस यहाँको नजारा, वाह। फर्किँदै गरेको होइन, हाम्रो जनताहरू आउँदैछ। आज चाहिँ कुनै गाडी पनि यो जग्गामा अल्टो आएको थिएन र आज चाहिँ लड अल्टो आइसकेको छ होइन। यहाँ आज हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले। यस्तो छ गाइस, लड अल्टो चाहिँ आरामले जाँदैछ हो। हेर्नु सक्नुहुन्छ फुल लोड हो, हेर्नु सक्नुहुन्छ फुल लोड। 80-90 केजीको मान्छेहरू छ, बाटो खोल्नु पर्छ है। आगे देखेंगे भैया क्या होगा, कुछ भी हो सकते हैं।
चैलेंजिंग है, ये एक चैलेंजिंग मिशन पे हम लोग हाथ निकल चुके हैं। देखिए एक चैलेंजिंग है। माय गॉड, देखिए फोन भी पकड़ना मुश्किल हो रहा है भाई, हिल हिल के देख सकते गाइस। सो गाइस अब भने चाहिँ यहाँनिर च्यालेन्जिङ जग्गामा आइसकेको छ। हेर्नु यस्तो बाटो छ, हाम्रो लर्ड होल्डर चाहिँ चढ्नु अब आइसक्न आँटिसकेको छ गाइस। वो के हुनेछ हेर्नु होला। यो जग्गामा चाहिँ अब खासै त लर्ड होल्डरहरूलाई चाहिँ त्यति आउनु दिँदैन थियो, त्यो भयो भने हामीलाई चाहिँ गिभअप नलिकन गाइस। लर्ड होल्डर यो हेभी ड्राइभर आउँदैछ, हेभी ड्राइभर यो गाइस हेर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ हामी सबै उत्रिएको छौँ, उत्रेर जाँदैछौँ अहिले गाइस। हेर्नुहोस् यो च्यालेन्जिङ जग्गामा हामीले लर्ड होल्डरलाई अलिकति हल्का गरिदिएको छौँ, किनभने आरामले चढोस् भनेर होइन। सो गाइस ओके, अब तपाईँहरूलाई अगाडि भेट्नेछौँ, देखाउने छु होइन अगाडिको एडभेन्चरहरू। ओके गाइस, लर्ड होल्डर फाइनली रफ रोडमा हेर्नुहोस्। वाउ चढिसकेको छ त। ल यो लर्ड होल्डर त्यतिकै भनेको होइन गाइस। गाइस हामी अलिक तल, हाम्रो मान्छेहरूलाई अलिक तल छोडिदिएको थियो। हेर्नुहोस् आउनुहुँदैछ भाउजूहरू, हेर्नुहोस् नजारा यस्तो छ है त गाइस। ल त इन्जोय गर्दै गर्नुहोस् है गाइस भ्यूको। ल त सो गाइस अघि चाहिँ स्कुटी यहाँ राखेको थिएँ, अनि यहाँबाट चाहिँ अहिले फिलहाल हामी निकाल्दैछौँ। स्कुटी चाहिँ उँधो लानु पाएन रफ रोडले गर्दा, अनि हामी अब नेक्स्ट डेस्टिनेसन जाँदैछौँ। हेर्नु होला अगाडि। गाइस फाइनली आइसकेको छौँ हामी यहाँनिर अल्पाइन एडभेन्चर पार्क हिमालयन ब्रिड मोटर क्लब। यो जग्गामा चाहिँ हामी आइसकेको छौँ है त गाइस। ल त गाइस यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हुन्छ। त्यहाँबाट चाहिँ यहाँ हामी यो बोटिङ गरिसकेर चाहिँ गाइस अब हामी भने चाहिँ निक्लिने हुनुहुन्छ यहाँबाट। यो चाहिँ जब आइसफल हुन्छ त्यति बेला आउनुभयो भने चाहिँ यो चाहिँ पुरा फ्रिज हुन्छ। यसमा चाहिँ यसरी पानी देख्दैन होइन, यहाँनिर चाहिँ पानी पट्टै हुँदैन। अन्त यो यति बेला चाहिँ अब यो के भन्छ यो अक्टोबर नोभेम्बर होइन, त्यति बेलातिर चाहिँ अब यो मजाले सुकेर चाहिँ पानी मजाले यो लेक मजाले फ्लोटिङ हुन्छ गाइस। अन्त त्यही हो गाइस। अब यो आज हामी यहाँ आइसकेको छौँ, यहाँ पार्क गर्दैछ पाल्जरले, अनि म भने चाहिँ अब यता ब्लग बनाउँदै हिँड्दै, अनि अब तपाईँलाई भिडियो बोटिङ गरेको भिडियोहरू पनि देखाउने छौँ। ल त गाइस यो चाहिँ अलिकति माथि हङ्गु लेक भन्छ, छङ्गु लेक होइन, यो चाहिँ हङ्गु लेक हो। यहाँनिर चाहिँ छङ्गु लेकदेखि अलिक माथि आउनुपर्छ। त्यहाँनिर आउनुभयो भने चाहिँ यो लेक तपाईँहरूले देख्न सक्नुहुन्छ होइन। त्यो गाइस अब तपाईँलाई अगाडि देखाउँदैछु है, हेर्नु होला। यहाँनिर चाहिँ फास्ट फुडहरू रहेछ। अन्त अब त्यही हो गाइस, अब हामी खेल्ने छौँ बोटिङ यहाँबाट। अब यहाँको अपरेटरहरू को छ होइन आउँछ, त्यहाँबाट हामी यहाँबाट चढ्ने छौँ गाइस। ओके गाइस अब भने चाहिँ हामी बोटिङ गर्दैछ, सबै रेडी भइसकेको छ। ल त गाइस अब हामी चढिसकेका छौँ।
हल्लिनु भएन भाइ हल्लिनु भएन मजाले हरकत गर्न भएन ल गाइस अब भन्न लाग्यो दाजु भाइलाई धेरै धेरै धन्यवाद सम्झाइदिनु भएकोमा हो बिस्तारै जाउँ न बिस्तारै ओके गाइस ल त अब हामी राफ्टिङतिर चढिसक्यौँ अहिले भने चाहिँ हामी हाइस्ट बोटिङ लेक इन एसिया 13,900 फिटमा हामीले बोटिङ खेलेको छौँ अन्त त्यो गाइस अब भने चाहिँ हाम्रो भिडियो यहीँ आजको टुङ्गाउन चाहँदैछु र गाइस त्यस्तै भिडियो तपाईँले लाइक गर्नुभयो भने चाहिँ मन पर्यो भने चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला ल त गाइस यो अन द नेक्स्ट ब्लग